यो भिडियो चाहिँ स्पेसल्ली हाम्रो किराँत दाजुभाइ तथा दिदीबहिनीहरूको लागि हो। प्लिज 1 मिनेट सुनिदिनु होला है त ध्यान दिएर। हजुरहरू र हामीमा चाहिँ भिन्नता कसरी भइरहेछ कि अहिले, है? जब कि हामीले पुज्ने ठाउँ एउटै छ, होइन? पुज्ने देवता उस्तै छन्, तर किन चाहिँ भिन्नता भइरहेछ कि? तपाईँहरूले मान्ने सुम्निमा पारोहाङ है? हामीलाई बचपनदेखि सुम्निमा पारोहाङ भनेको शिव पार्वती नै हो, उहाँहरूलाई हामीले इज्जत गर्नुपर्छ, पूजा गर्नुपर्छ भनेर सिकाइन्छ के। सुम्निमा पारोहाङ जुन पारोहाङ पहाडमा बस्ने देवता, उच्च स्थानमा बस्ने देवता भनेर तपाईँहरूले पुज्नुहुन्छ नि है। हाम्रो त्यत्रो ग्रन्थमा चाहिँ हरेक देवी-देवताको लागि चाहिँ लोक छुट्यो होइन? अनि शिव-पार्वतीको लागि चाहिँ किन लोक छुटिएन के? सिमिलर छ के सबै कुराहरू, बस हामीबिच फाँट कहाँबाट आइरहेछ के? बुढासुब्बा मन्दिर म पनि गएर पूजा गर्छु के? लिम्बूको देउता किन जाने भन्थ्यो होला नि त, होइन नि त? हामीबिच समानता छ के, म त्यो भन्न चाहन्छु। तपाईँहरूले यलम्बर र बर्बरिकलाई दाँजेको देखेँ के, है? हामीले अहिले पनि पुज्छ के खाटु श्यामको नाममा के? भाग्य विधाताले लेखेको जुन कुरा हुन्छ त्यो मेट्न सकिँदैन। तर त्यो पनि बदल्न सक्ने पावर छ के खाटु श्याममा, जुन तपाईँहरूले यलम्बर भनेर कुरा गर्नुभएको छ, है? कहाँबाट चाहिँ हामीबिच भिन्नता आइरहेछ के अहिले? यो कुरा हामीले बुझ्न जरुरत छ कि छैन? तपाईँहरू प्रकृति पूजक है, होइन त? इन्द्रको पूजा गरिरहेको ठाउँमा गोकुलमा इन्द्रको पूजा चाहिँ अब नगरेर चाहिँ हामीलाई दिने भनेको चाहिँ यो गोवर्धन पर्वतले हो। त्यसैले पर्वतको पूजा गर्नुपर्छ भन्ने कृष्ण चाहिँ तपाईँहरूको आफ्नो भएन, होइन? जसले प्रकृति पूजा गर्न सिकायो, होइन? जसले चाहिँ हाम्रो अहिले तपाईँको हाम्रो समग्र संस्कृति, होइन? धर्मलाई चाहिँ मासेर जुन लुकेर प्रहार गरिरहेछ, तिनीहरू चाहिँ हाम्रो आफ्नो भइरहेछन् नि त अहिले, होइन? यो कुरा हामीले कहिले बुझ्ने के? कतिपय साथीहरूले चाहिँ कुतर्क गरेको देखेँ क्या मैले है, मेरो देउता यसले पूजा गरिदियो भनेर के। ए बाबा म सम्मान गर्दैछु, पूजा गर्दैछु, त्यसमा तिमीलाई के प्रब्लम छ के? हँ? पूजा गर्दैछु, सम्मान गर्दैछु, तिमीलाई प्रब्लम भइरहेछ, होइन? जसले तिम्रो संस्कृति नै मेटाउन खोजिरहेछ, होइन? त्यसप्रति चाहिँ तिमी के भन्छ आत्मीयता छ कि किन? किन यस्तो भइरहेछ के? कुनै पनि देउता हामी पुज्छौँ है, त्यो देउताको रक्षक को हो? हामी दुवैले पुजिरहेछौँ भने कि त तिमीले रक्षा गर्छौ कि त मैले रक्षा गर्छ के? जसले तिमीलाई मैले पूजा गरेँ भनेर भड्काइरहेछ त्यसको ताक के हो थाहा छ? तिमीलाई र मलाई लडाउने के? लडिसकेपछि त्यो देउताको रक्षक को छ? छैन नि त कोही। हामी दुवैजना एकअर्कासँग लडेर मऱ्यौँ नि त। उसको ताक भनेको त्यस पछाडि त्यो देउता लगेर खोलामा मिल्काउने हो के, उसको ताक। यो सबै कुरा चाहिँ बुझ्नु ज़रुरी छ हामी सबैले है। अन्त्यमा म यति भन्न चाहन्छु है, अनुहारको बनावट मिल्दैमा चाहिँ यो मेरो आत्मीय हो, यो मेरो मित्र हो भन्ने सोच र अनुहारको बनावट नमिल्दैमा चाहिँ यो मेरो शत्रु हो भन्ने सोच चाहिँ राख्न हामीले बन्द गर्नुपर्छ। यस्तो चाहिँ राख्नु हुँदैन है। जुन चाहिँ अहिले समाजमा बनाउन खोजिरहेछन्, यो चाहिँ हुन दिनु हुँदैन है। अहिलेसम्म सुनिदिनु भयो भने धेरै धेरै धन्यवाद।